यहाँहरु सम्पूर्ण मेरो नमस्ते। मैले चाहिँ आज तपाईहरुलाई यो जुन तपाईहरुले यो म्याप देख्न सक्नुहुन्छ, यो चाहिँ दक्षिण कोरियाको म्याप हो र यसमा चाहिँ मैले तपाईहरुलाई आज कुन भिडियो देखाउन गइरहेको छु भने यो हामी चाहिँ लगभग 1 महिना अगाडि गएको थियौं यो ठाउँमा। जुन यो ठाउँको नाम चाहिँ छन्साथेग्यो भन्छ हैन। छन्साथेग्यो भन्ने एउटा ब्रिज छ। यो कोरियाको छल्लानाम्दो स्थितिमा रहेको चाहिँ यो लगभग 10 किलोमिटर मा फैलिएको। यसको टोटल पुलको एरिया चाहिँ 7 किलोमिटर छ यसको लम्बाइ र यो ठाउँमा रहेको यो ठाउँको मैले तपाईहरुलाई आज भिडियो देखाउन गइरहेको छु। भिडियोलाई अन्त्यसम्म हेरेर प्रतिक्रिया दिनु भने नबिर्सिनु होला। अहिले चाहिँ हामी यो अघि वाङ भन्ने एउटा पार्कदेखि आइरहेछौँ। गर्मी मौसम भएर ज्याकेट पनि खोलियो र अब हामी चाहिँ अहिले समुद्रको यो छन्नामको छन्साथेग्यो भन्ने समुद्रमा भएको पुल, त्यहीबाट गाडीहरू आवाजावत गर्छ त्यो पुलमा चाहिँ हामी गइरहेछौँ। हाम्रो आदर्शी निमले लड्ने कोसिस गरिरहनु भएको छ, तर यहाँनिर मेन समस्या चाहिँ के जाम भएकोले गर्दा आज शनिबारको दिन सबै धेरै आउँछ। यो एकदम प्रख्यात ठाउँ रहेछ। त्यो भएकोले गर्दा यहाँ चाहिँ समस्या के आयो भने जाम भएर गाह्रो भइरहेछ। 5 मिनट 10 मिनट भइसक्यो यो जाममा हामी फसेको। अब अझै 20 मिनट त लाग्छ होला यो जामदेखि निस्किन। हामी पछाडि पनि यति साह्रो लाइन छ। यो बल्ल बल्ल परबाट जाम फसेर आएको थियौँ, फेरि यहाँ पनि जाम आइगयो। अब समुद्रको यात्रामा लाग्यौँ त हामी। ल आज एकै दिनमा समुद्रको पनि भयो, अब पुल पनि भयो। रमाइलो हुने भयो त आज होइन। मौसम पनि आज एकदमै क्लियर छ। 아저씨님, 몇 분 후에 우리 도착할 수 있습니까? 길이 막혀갖고 하나 없어요. 저기 1시간 4분 맞아요? 1시간 4분 1 घन्टा 4 मिनटमा चाहिँ हामी त्यो डेस्टिनेसनमा पुगिने रहेछौँ। समुद्रमा भनेपछि त आज अघि 1 घन्टा आधी, अहिले 1 घन्टा 2 घन्टा त आज समय गयो। अब गाडीमा 2 घन्टा, फेरि फर्किँदाखेरि अब त्यस्तै 2 घन्टा होला, 4 घन्टा 4 घन्टा त अब गाडीमै यात्रा हुने भयो, जानु आउनु। सडकमा लहरै रोपिएका ती पयुङका बोटहरू रहर लाग्दा फुलेको कारणले गर्दा साँच्चै नै वसन्त ऋतुको झल्को देखाउँथ्यो। हो, परदेशमा यो कामको काम यस्तो दैनिकी बिताइरहेको समयमा यसरी बिदाको मौसममा नयाँ नौलो ठाउँहरू घुम्न जाँदा साँच्चै नै मनमोहक दृश्यले मन लोभाउने ती रमाइला खालका ती दृश्यहरूले गर्दा मन एकदमै हल्का, एकदमै आनन्द र मुड रिफ्रेस भएको महसुस गर्न सकिन्थ्यो। र हामी पनि साँच्चै नै स्वर्गमै पुगिएको पो हो कि भन्ने मनमा कहिले सोच्ने गर्दैथ्यौँ। सात समुद्र पारी परिवारबाट टाढा भएर
परदेशको ठाउँमा काम गर्दा साँच्चै नै एकदमै गाह्रो त त्यसै गाह्रो हुने भयो, तर पनि बिदाको समयमा घुम्न जाँदा नयाँ ठाउँहरूको भ्रमणले गर्दाखेरि ती थाकेको शरीरलाई पनि घाउमा मलम लाए जस्तै आनन्द हुने रहेछ। जुन हामी काम मात्र गरेर दैनिकी बिताउने हाम्रो जीवनयापन त्यसरी हुने, तर बिदाको समयमा चाहिँ यसरी नयाँ नौलो ठाउँहरू घुम्न जानु पर्ने रहेछ। स्वास्थ्यको लागि पनि एउटा मानसिक रूपमा पनि एकदमै जानु चाहिँ पर्ने रहेछ। यो देखिरहनु भएको ब्रिज चाहिँ अफे थेग्यौ भन्छ। यो अफे थेग्यौले चाहिँ मोक्फो र अफे आइल्यान्डलाई चाहिँ जोड्ने काम गर्दछ र यसको लम्बाइ भनेको चाहिँ जम्मा 3563 मिटर छ। यो 3 किलोमिटर 3.5 किलोमिटरको यो पुल हो र यो चाहिँ यसको कन्स्ट्रक्सन चाहिँ 2000 देखि सुरु गरेर यो 2008 मा चाहिँ फाइनल सकेर र यसको ओपनिङ पनि 2008 मा भएको हो। यो आफे थेग्यौको चाहिँ यो पनि एकदमै लामै छ यो पुल। यो पुल कटिसकेपछि लगभग 10-15 मिनटपछि हामी छन्सा थेग्यौ भन्ने पुलमा चाहिँ हामी पुग्छौँ, जुन त्यो पुल हाम्रो डेस्टिनेसन थियो। यो पुलमा आइपुगेछौँ हामी। ओ माई गॉड, छन्सा थेग्यौ यो पुलको नाम चाहिँ छन्सा थेग्यौ रहेछ। ये छला नाम त इनुनका थारी जुंगेस खाजाङ खिल्गे इनुनका थारी हो यी थारी नुन। यो चाहिँ यो छल्ला नाम त स्थित रहेको सबैभन्दा लामो पुल, 10 किलोमिटरको रहेछ यसको यो लम्बाइ। छन्सा 쌤이 1004개 있어. 1004개. 있잖아, 쌤들이. 다리가 이렇게 걔도 다리에 지금. मलाई त कति लामो छ गाडी, कति 65 मा कुदिरहेछ। 65 किलोमिटर प्रति घण्टाको स्पिडमा कुद्दा पनि कति लामो छ।
위에 올라서 다시 내려야 돼요? 다리 빠듯이 못해요. 내려갔다 올라갔다. 아. 다리가 긴 게. धेरै माथि लामो भएकोले गर्दा मास्तिर गएर फेरि तलतिर हाने चाहिँ रोलिङ स्टाइल गरेर छ यो पुल यो अलिकति माथि माथि गएको छ 저거 또 내려가다 쫙 이제 쭉 올라가죠. 좋아요. 너무 예뻐요. 어디 लामो रहेछ त 그럼 다리가 있죠. हामी सबैभन्दा लामो पुलमा छौँ अहिले ओह्रालो भयो ओह्रालो झरिँदैछ ल ओ ओह्रालो झऱ्यो तल अघि उकालो गयो अहिले ओह्रालो राम 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 कति लामो रहेछ त यो पुल Oh my god. समुद्रको कति लामो लामो फेरि 바다 오고 다리를 온 거예요. 이렇게 다시 바다 오기서 오는 거예요. त यो कति लामो भइसक्यो 3 मिनट भइसकेको छ र पनि समुद्रको यो पुल कटेको छैन अहिले 80-84 प्रति किलोमिटर घन्टा 86 यतिको स्पिडमा कुदाउँदा पनि कति लामो रहेछ त कसरी यो बनायो यो पुल कति अब एकदमै लामो रहेछ यस हेरौँ कति मिनट लाग्दो रहेछ यो मैले अझै स्टार्ट हुनुभन्दा अलिकति निकै ओराइदेखि खिचेको थिएँ पुल आउनुभन्दा बिचदेखि नै खिचेको थिएँ र पनि 4 मिनट गइसकेको छ लामो रहेछ त यो पुल धेरै लामो रहेछ अझैसम्म पुगेको छैन अब फेरि उकालो अलिकति उकालो जाँदै फेरि ओह्रालो जाने त्यस्तो खालको रहेछ यो सिस्टम यहाँको फेरि तल गयो कति लामो कति लामो 6 मिनट त लाग्छ गाडीमा अझै बिचदेखि खिचेको त अलिक परै आइदिन्छ लामो रहेछ त यता तल रहेछ पार्किङ
होइन त्यो त नि च्यान सफा गरेको यतातिर अब त्यो पऱ्यो त्यो भेट्न अब त्यस्तै त्योहरू परिवारहरूलाई यसो फुर्सदको समय आएर गोडमेल गर्ने त्यस्तो गाडी नै चल्नु रहेछ है गाडी त अब यहाँ हामी माथि अब पुलमा निस्केर यसो घुमफिर गर्नेछौँ एकछिन तितेपाती केलाउँदैछ त्यो तितेपाती हो सुकमा चाहिँ है सुक 이거는 약을 먹으면 몸이 좋아요 이렇게 생각해서 사람들이 먹는 거예요? सबैभन्दा लामो छल्ला नामदोमा रहेको पुल समुद्रमाथिको पुल ल त हामी आइ पनि पुग्यौँ 저리 가려면 저리 가. राम 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 यस्तो ठुलो पुलमा हामी चाहिँ यहाँ हाम्रो आज सिनिमले यहाँ हामी आज आयौँ जस धेरै समयपछि यस्तो ठाउँतिर घुमाइरहनुहुन्छ कहिलेकाहीँ अब समय मिलेको बेला जस रमाइलो लाग्छ हाम्रै छिमेकी हाम्रो अङ्कल हुनुहुन्छ उहाँ यो जुन पछाडि देखिएको पुल चाहिँ छल्ला नामदोमा रहेको सबैभन्दा लामो पुल समुद्रको पुलको लम्बाइ पनि एकदमै लामो गाडीमा त्यत्रो आउँदा पनि 7 मिनेट लाग्यो 60-70 घरिघरि 80 को स्पिडमा आउँदा पनि
फेरि हामी चाहिँ यो फर्किँदैछौँ यो पुलको त्यता यसो पुलको दृश्यहरू सबै क्याप्चर गरिसकेर त्यहाँ फोटोहरू खिचेर हामी फर्किने क्रम जारी छ र फेरि अर्को नेक्स्ट हाम्रो स्पट चाहिँ यो केमा छ भने फेरि फुल फुलेकै ठाउँमा 왕산역 최혜국입니다. 오늘 저희가 가는 곳은 말이죠. 호텔 연회장 10km? 이 식사권입니다. 이렇게 많은 제품들 중에 왜 하필 오늘 이 시간 호텔 연회장 식사권이냐라고 다들 궁금해하시겠지요? 그럼요. 저희가 가장 호텔 연회장 식사권 एकदमै लामो पुल छ यो 공간은 좀 많이 다르거든요. 바로 사용할 수 있는 날짜가 정해져 있습니다. 자, 바로 서울 25개 자치구 의회 시장으로 구성된 의장 협의회가 열리는 날인데요. 한 달에 한 번씩 열리는 원래 회의라 한 달에 딱 한 번 이 행사를 즐길 수 있습니다. 예, 나는 의원도 아니고 관리자도 아닌데 갈 수 있나요? 물어보실 텐데요. 갈 수 있죠, 갈 수 있죠. 여기 식사권 구매하시잖아요. 그러면 당연히 가능합니다. 이 원래 회의 날짜에 이용만 하시면 뭐 오늘 구매한 비용의 5배 이상의 혜택을 누릴 수 있습니다. 맞습니다. 호텔 연회장 하면 기본적으로 분위기, 고급 음식 생각하실 텐데요. 이 정도만 준비했으면 저희가 이 상품 가지고 나왔겠어요. 잘 들으세요. 먼저 입구에 이 쇼핑 봉투가 길게 서로 가져다 달라며 줄이 지어져 서 있는데요. 예, 호텔 연회장 찾아주신 분에게 자치구에서 준비한 특별한 선물! 로션부터 뭐 아주 다양합니다. 아니 나는 그냥 밥값만 냈는데 식사권만 구매했는데 이걸 가지고 가도 되나라고 또 생각하실 텐데요. 오 마이 갓 특히 이 참여 수단으로 최고급 안심 스테이크도 좋지만 오늘은 밖에 우리 스튜디오에 있는 해가 음료수를 담그고 있습니다. 그러니까요. 오늘 뭐 식사권 구매 안 했는데도 이렇게 좋은 또 식사권이 있는데 감사합니다. 오 마이 갓 हामी चाहिँ यो घरमा खाना खाएर अब यात्रामा हाम्रो जारी छ अब हाम्रो हुन्छ नि ओके 이어서 114m 앞 우회전입니다. 잠시 후 과속 방지턱이 있습니다. 새로운 경로로 안내합니다. 잠시 후 우회전입니다. 새로운 경로로
दिउँसोको लगभग 2:30 पनि हुन लागिसकेको थियो र हामी खाना खाइसकेपछि अर्को डेस्टिनेसनको लागि यात्रामा निस्किएको छौँ। हामी लगभग त्यस दिन 60-70 किलोमिटरको